विद्यार्थीहरू, आज हामी दुई महत्त्वपूर्ण विषय ज्योतिषशास्त्र र वास्तुशास्त्रको संक्षिप्त परिचय र उपयोगिताबारे बुझ्नेछौँ। ज्योतिषशास्त्र प्राचीन वैदिक विज्ञान हो जसले ग्रह, नक्षत्र र समयको अध्ययन गरेर मानिसको जीवनमा पर्ने प्रभावलाई व्याख्या गर्छ। जन्मकुण्डलीका आधारमा व्यक्तिको स्वभाव, स्वास्थ्य, करियर, विवाह र भविष्यका सम्भावनाहरू विश्लेषण गरिन्छ। उपयोगिता: ज्योतिषले सही समय चयन गर्न मद्दत गर्छ, जीवनका निर्णयहरूमा मार्गदर्शन दिन्छ र समस्याहरूको समाधानका उपाय सुझाउँछ। वास्तुशास्त्र घर, भवन तथा स्थानको संरचना र दिशा सम्बन्धी विज्ञान हो। यसले प्रकृतिका 5 तत्त्वको सन्तुलनमा जोड दिन्छ। उपयोगिता: वास्तुले घर वा कार्यालयमा सकारात्मक ऊर्जा प्रवाह गराउँछ, स्वास्थ्य, समृद्धि र शान्ति बढाउँछ। जस्तै किचन सही दिशामा हुनु, ऐनाको सही स्थान र सफाइको व्यवस्था, झाडु मिलाउनु आदि। निष्कर्ष: ज्योतिषशास्त्रले समय र भाग्यलाई बुझ्न मद्दत गर्छ भने वास्तुशास्त्रले स्थान र ऊर्जा सन्तुलन सुधार गर्छ। दुवै मिलेर जीवनलाई सन्तुलित, सफल र सुखमय बनाउन सहयोग पुर्याउँछन्।